Just about 4 or 5 feet from that six that he needed. Relation in the dugout. यो हाम्रो एनपीएल को 17औं म्याच चलिरहेको छ साथीहरु, जुन पोखरा र लुम्बिनी बीच। यो म्याचबाट थाहा हुन्छ को बाहिर हुने र को प्लेअफमा पुग्ने भनेर लगभग कन्फर्म हुनेछ। 4 बलमा 4 रनको आवश्यकता छ, जसमा हाम्रो टेलर बैटिङ बलिङ गरिरहेछन् भने हाम्रो ब्याटिङमा सन्दीप जोरा रहेका छन्। ओ शानदार चौका, 4 बल 4 रन। सन्दीप जोराले फिनिशिङ गर्नुपर्छ आजको नायक हिरो। यो डट बल रहनेछ। 3 बल 4 रन। यो म्याच निकै नै इन्ट्रेस्टिङ भइरहेछ साथीहरु। योभन्दा अगाडि पनि विराटनगर र हामीले हिजो जुन म्याच एकदमै कर्णाली और विराटनगरमा हामीले निकै कम्पिटिसन देखेका थियौं, सेम त्यही कम्पिटिसन आज हामीले देख्न पाएका छौं। 3 बल 4 रन, 3 बल 4 रन टेलर रहेका छन्। ओ माय गॉड, ल यही चौकासँगै म्याचलाई जित्न पुग्यो। लुम्बिनी लाइन्सको 3 विकेटको जित हासिल गरेको छ साथीहरु। यसपछि हाम्रो बिग म्याच हुन गइरहेको छ, जुन साबिक विजेता जनकपुर अनि रनर अफ सुदूरपश्चिम रोयल्सको यसपछिको म्याच हुनेछ। सबैजना लाइभमा जोडिनु होला। सबैजनाले यो म्याच हेर्नुहुनेछ भन्ने मैले पूर्ण आश विश्वास गरेको छु। आजको निकै शानदार म्याच भयो साथीहरु। यो रिप्लाईमा हेर्नुस् सन्दीप जोराको ट्याग छ, भेरी नाइस। यही चौकासँगै लुम्बिनीले 3 विकेटको जित हासिल गरेको छ भने पोखरा हार्नु परेको छ। सायद धेरै गाह्रो छ पोखरालाई अब प्लेअफमा पुग्न, धेरै गाह्रो छ, धेरै भन्दा नि धेरै। अब यसपछि 3 म्याच बचे सायद पोखराको। 3 म्याचमा कन्टिन्यू जित्नु पर्ने छ। 3 को 3 जित्यो भने 8 पोइन्ट मात्र हुन्। त्यसपछि पनि अरूको भरोसा बस्नु पर्ने छ। लुम्बिनीको चान्स बढेको छ। रोहित कुमार पौडेलले पनि आज स्लो गरे तर राम्रो ब्याटिङ गर्न पुगेका थिए। रोहित पौडेलले पनि पोखराको तर्फबाट आज जिमिनेसम अनि प्रोन्टेसनले धेरै राम्रो ब्याटिङ गरेका थिए र एकचोटि त 100 रन पनि पुगाउन गाह्रो छ कि भन्ने ठाउँमा पछि गएर तिनीहरू दुईटाको राम्रो पार्टनरसिपको कारणले गर्दा पोखरा त्यहाँसम्म पुगेको थियो र त्यति गर्दा गर्दै पनि हारको नजिकैबाट जानु परेको छ। यसपछि म सुदूरपश्चिमको म्याचमा जोडिने साथीहरू।